धार्मिक तथा ऐतिहासिक एवं राजनीतिक क्षेत्रको समेत उर्वर भूमि मानिएको जिल्ला हो सुनसरी। बराह क्षेत्र, रामधुनी, बुढासुब्बा, पिण्डेश्वरी, दन्तकाली लगायतका चर्चित धार्मिक स्थलहरू सुनसरी जिल्लामै पर्दछन्। त्यस्तै ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरूमा तालतलैया, बर्जुताल, कोशी टापु, श्रीलङ्का टापु, कोशी ब्यारेज आदि पर्दछन्। राजनीतिक क्षेत्रकै कुरा गर्ने हो भने 5 पटकसम्म नेपालका प्रधानमन्त्री बनिसक्नुभएका राष्ट्रनायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको राजनीतिक कर्मभूमि पनि सुनसरी जिल्ला नै हो। अझ भनौँ सुनसरी जिल्ला उत्पादनशील जिल्ला पनि हो। आज म यहाँहरूलाई भौतिक विकास र समृद्धितर्फ लम्कँदै गरेको विकासोन्मुख नगरपालिका, जसले पूर्वमा मोरङको बुढीगङ्गा गाउँपालिका, पश्चिममा गढी गाउँपालिका, उत्तरमा इटहरी उपमहानगरपालिका र दक्षिणमा पुनः मोरङको बुढीगङ्गा गाउँपालिकालाई छिमेकी बनाई स्थापित भएको दुहोबी नगरपालिकातर्फ लिएर जाँदैछौँ। सबैभन्दा पहिला समृद्धितर्फ लम्कँदै गरेको दुहोबी नगरपालिका र यहाँको विकासका सन्दर्भमा भन्नुभन्दा अघि यस नगरपालिकाको दृश्यावलोकन गराउन चाहन्छु आकाशबाट। नम्बर वडा। यहाँ पुग्दा वडाध्यक्ष रामचन्द्र चौधरीसँग रमाइलो भेटभाट त भयो। तत्पश्चात हामी विकास हेर्नतिर लम्क्यौँ। वडा कार्यालय भवन, बर्थिङ सेन्टर निर्माण, कुशेश्वर मन्दिर निर्माण, एकीकृत कुशेश्वर मुसहर बस्ती निर्माण, हिमालय मावि, साल्पा मावि, शारदा माविका भवनहरूको निर्माणले 12 नम्बर वडाको विकासको आकर्षण हेर्न सकिन्थ्यो। यो 12 नम्बर वडा भनेको एउटै गाउँ विकास हो। यहाँ भूगोलले पनि ठुलो वडा, जनसङ्ख्याले पनि ठुलो र बाटोघाटो मठ मन्दिरदेखि लिएर यो सबैभन्दा ठुलो र अति पिछडिएको वार्ड पनि म भन्छु। चाणक्यले के भनिएको छ भनेदेखि दर्वे सर्वगुण काञ्चन धनै धर्मस्य च भन्नाले त्यति बेलाका विद्वान एउटा पण्डितले पनि के भन्नुभएको छ भनेदेखि दर्वे सबैभन्दा ठुलो कुरा हो, डर बिना केही पनि हुँदैन। अर्थात् भनुवाईको आशय बजेट नभइकन त कुनै पनि चाहेर केही विकास निर्माण हुन सक्दैन। जसमा म बारम्बार परिषदमै पनि मेरा मित्र पनि यही हुनुहुन्छ, बारम्बार म आवाज उठाइरहेको छु। यत्रो ठुलो वार्ड भएको कारणबाट कम्तीमा 3 करोड बजेट चाहिँ विनियोजित हुनुपर्छ, हाम्रो बजेटसँग पर्नुपर्छ भनेर चाहिँ मैले बारम्बार कुरा राख्दै आएको छु। यहाँ समग्रमा शिक्षा क्षेत्रलाई यदि हेर्नुहुन्छ भनेदेखि तपाईँको 2वटा मावि, जबकि 2 नगरपालिकाभित्र जम्मा 6वटा मावि छन् सरकारी, कि हाम्रै 12 नम्बरमा 2टा मावि छन्, हिमालय आदर्श मावि, साल्पा मावि। र बाटोघाटो मैले अघि नै भनिसकेँ, यति नै बाटोघाटो छ, करिब 42वटा, सानो यो ठुलो बाटो छोडेर 42-45वटा बाटो छ। त्यो किञ्चित बजेटले 87 लाखले के गर्ने? अहिलेको युगमा 1 किलोमिटर कालोपत्रे मात्रै गर्दाखेरि सानै बाटो बनाउँदाखेरि पनि झन्डै 1 करोड जाने। हामीलाई 87 करोडमा बिजुली बत्ती पनि बाल्नु पर्ने, स्वास्थ्य शिक्षा सबैमा गर्नै पर्ने र विभिन्न जात जाति भएको ठाउँ भएकोले ती विभिन्न जात जातिहरूको धर्म संस्कृतिमा पनि केही न केही सहयोग गर्नुपर्ने नै हुने अवस्था एउटा त छँदैछ भनेदेखि अर्को मैले जुन निर्वाचनको ताका जनताहरूको बिचमा आएर जुन मैले वाचार गरेका थिएँ मलाई आफैलाई आत्मग्लानि भइरहेको अवस्था हो। तर यतिखेर आउँदाखेरिको अवस्थामा मैले महसुस गरेँ वास्तवमा हो रहेछ, बजेट बिना देश पनि चल्दैन। मठ मन्दिरमा पनि अब त्यही बजेट सेलिङबाट उहाँको बजेट सेलिङबाट मैले
दिँदै आएको हो। कहीँ 2 लाख, कहीँ 1.5 लाख, कहीँ 1 लाख र बाटोघाटो यो ग्राभलहरू पनि भएको छ। र मैले यहाँ मात्रै वाडाको बजेटलाई मात्रै नगरिकन म प्रदेश सङ्घीय, जस्तो कि अहिले तपाईँ हामी यहाँ कुशेश्वर मुसर बस्तीमा हामी अहिले विद्यमान उपस्थित छौँ। यसैको लागि पनि मैले सङ्घीय सांसद भगवती चौधरीजीलाई बारम्बार अनुरोध गर्दा त्यही अनुरोधको उपज नै भनौँ 50 लाख रुपियाँ अहिले सङ्घ बजेटबाट उहाँकै मार्फत आएको बजेट र 11वटा घर बन्नुपर्नेमा यस ठाउँमा यो पनि जग्गादाताले दान दिनुभएको छ। हुन त समग्रमा यहाँ 40वटा घर बन्नुपर्ने हो, तर यस ठाउँमा दान दिएको 11 घर, 6 घर उहाँहरूले 6वटा चौरा मात्रै बन्ने हो। अब अहिले इस्टिमेटले गर्दाखेरि 6वटा मात्रै बन्ने हो यसपालि, र त्यो पनि निर्माणाधीन अवस्थामा छ। मैले सडक बाटोघाटोमा आउने बित्तिकै 5.5 लाखको त यहाँ पोल बत्ती बालेको थियो। करिब 450 पोल बत्ती छ बिजुलीको। 5.5 लाखको त्यो बालेका थियौँ र यसपालि मर्मत समापन गरायौँ र अझै पनि मर्मत गर्नु पर्ने 2.5 लाख मात्रै छ। र बाटोघाटोमा यो भ्यागुताको धार्नी भन्नुहोस् न, कहीँ 2 लाख छ, कहीँ 3 लाख छ, कहीँ 1.5 लाख छ, कहीँ 1 लाख छ। यसरी मर्मत समारदेखि लिएर भौतिक निर्माणको कुरा मैले गरेँ। र अहिले भर्खरै एउटा टेङ्ग्रा पुलमा यो प्रदेशकै बजेट अहिले भर्खरै तपाईँको सोइल टेस्ट भइसकेको छ। हजुर। त्यसको अब डिपिआर तयार हुँदैछ। त्यसमा पनि हिजो मात्रै पनि म त्यहाँ पुगेको थिएँ र उहाँहरूले बिदाई गऱ्यौँ सोइल टेस्ट गर्नेहरूलाई गरिसकेर। अब यो 15 दिनभित्रमा त्यो पनि डिपिआर तयार भइसकेर अनि त्यस पछाडि कति त्यसको बजेट कतिको होला मैले भन्ने होइन, त प्राविधिकले भन्ने हो, कस्तो डिजाइनको बनाउने, के गर्ने, कति लम्बाइ चौडाइ के हो होइन, त्यो चाहिँ भइरहेको छ। समग्रमा मैले चाहँदै पनि जुन हिसाबले बजेट यहाँ हुनुपर्ने, विनियोजित हुनुपर्ने, त्यो नभएको कारणबाट मैले अघि पनि भने, पुनः पनि दोहोऱ्याएर भन्छु, तिनै भ्यागुताको धारणी भने जस्तै टुक्रिए बजेट ठाउँ ठाउँमा त्यसरी दिँदै आएको छु। र आगामी अब यो 82-83को उसमा मैले हाम्रै सहकर्मी सदस्यज्यूहरूलाई पनि उहाँहरूलाई पनि भनिसकेका छु। अब हामी केही नभए पनि 1-2वटा चाहिँ दिगो मान्छेले हेर्ने काम कि हाम्रो कार्यकालमा के गर्नुभयो त, आँखाले हेर्ने काम त्यो चाहिँ गर्नुपर्छ भन्ने मैले लक्ष्य ल्याएको छु। दुहबी नगरपालिकाको विकास र समृद्धि भनेको यहाँका जागरुक नागरिक, नेता, कार्यकर्ता र कर्मचारीहरूको दृढ सङ्कल्पको उपज हो। दुहबी नगरपालिकालाई चौतर्फी विकास र समृद्धिको हार्दिक शुभकामना।